अगाडि बढ्दैछन् पहिलो प्रहारको लागि। गीता राणा भर्सेस गोलरक्षक सुशीला कुमारी चौधरी, यो पहिलो प्रहार हो। पहिलो प्रहार, ओहो यो गोल! रिप्लेमा हेर्नुहोला, जजमेन्ट त राम्रो रहेको थियो सुशीलाको। पहिलो प्रहारको लागि सङ्कटाको तर्फबाट जर्सी नम्बर 2 की यशोदा साई अगाडि बढेकी छिन्। यशोदा साई भर्सेस गोलरक्षक अन्जना राणा मगर, यो गोल! रिप्लेमा हेर्नुहोला, सङ्कटाले पनि पहिलो प्रहार जाली चुमाएको छ। कप्तान यशोदा साई गोल गर्न सफल। दोस्रो प्रहारको लागि एपीएफ की कप्तान अनिता बस्नेत अगाडि बढेकी छिन्। अनिता बस्नेत भर्सेस गोलरक्षक सुशीला कुमारी चौधरी। एक गोल, अनिता बस्नेत गोल गर्न सफल। रिप्लेमा हेर्नुहोला, 2 मा 2 प्रहार एपीएफले जाली चुमाएको छ।